Welcome my YouTube channel. Welcome my new video. सबैजना सन्चै हुनुहुन्छ, म एकदम सन्चै छु। सन्चै नभए पनि सन्चै हुनु होला। आजको ब्लग रहेको छ रनिसिलमा जाने लाग्यो है त गाइज। हिँड्दैछ मास्तिरसम्म, माथिबाट गाडीमा गइन्छ। सब केटाहरू आउँछन् होला। गइन्छ हामीले उठाउने तरिकाले के हुन्छ हेर्दै जाउँ। यस भ्लगमा बोल्नु त आउँदैन होला, यसो अलिअलि कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला। अवस्था यस्तो छ। टक्क यो कस्तो छ हेयर कट, 4 करोडमा काटेको हेयर कट हो यो। कहिले तिरिसक्नु साथी केटाहरू। कतिखेर गाडी 7 बजे भनेको गाडी 8 बजिसक्यो। के छैन, यति त हुनैपर्छ जिन्दगीमा। कस्तो देखेको छ हौ गाइज। टक्क केटाहरू सब गइसक्यो, अनि 1-2जना केटाहरू चाहिँ बाँकी छन्। केटाकेटीहरू यत्तिको चाहिँ हुनुपर्छ। ए भर्खर गाडी आयो, ऐश्वर्यतिर आयो है हजुरहरू। टिकटकमा युट्युबमा आउने हो, 1-2 लाइक आउँछ नि। ऐश्वर्यतिर हावा खान आइयो। चस्माले कस्तो देखेको छ गाइज भनिदिनु पर्यो है। गाइज ऐश्वर्यको यो कसको घर भनिदिनु पर्यो। यो घर कसको भनिदिनु पर्यो। ल टक्क ऐसले घरकोमा मोच गर्न आइयो हामी। यस्तै छ हाम्रो चाहिँ गाइज। टक्क घरकोमा आइँदैछ, राष्ट्रपति खेल्न लागिँदैछ हामी। सबैले सम्पूर्णले लाइक कमेन्ट चाहिँ सेयर चाहिँ गरिदिनु होला, सब्सक्राइब जे जस्तो भए पनि माया देखाइदिनु होला है हजुरहरू। हजाम यहाँ कटिङ हुँदैछ। टक्क हामी चाहिँ दादा हिँड्ने हो। अर्को हाम्रो बेस्ट स्पाइकर राजन र यता हेरौँ न एकचोटि। हेलो टक्क ब्यानर लिएर हिँड्यो है हजुरहरू हामी। टक्क यहाँ दोस्तसँग आइयो। दोस्त अरे दादा ओपन स्पाइकर हाम्रो। टक्क हामी चाहिँ यसो वाकिङ गरौँ भन्ने कुरो भएर गाडीलाई छोडेर अगाडि वाकिङ गर्दै यसो त्रिभुवन स्कुल घुमौँ भन्ने कुरोले हामी चाहिँ बिहानै आयो। उताको अफिस त ढलो छ त यार। ढालिहाल्छ स्कुल अहिले अफिस हो। स्कुल त्रिभुवन स्कुलमा है हजुरहरू। यहीँ खेलेर रहेछ केटाहरू। के दुःख हो।
ठाउँ त नमिठो छ त यहाँ त कोर त है हो यहाँ रनिसिल भए अरू चाहिँ उख्रो मचाइन्छ हामी यहाँ केही नहोस् कि होइन यो सबै हटाउँ अफिस बनाउने रे अफिस बनायो भने त फेरि कुचुक्क भइहाल्छ नि यो भत्केर हेर्न कति खुल्ला जस्तो लागिरहेछ है त्रिभुवनमा पनि ठिक छ पहिलेको साल नि धमकै मचाएको यसपालि यहाँ खेल्नु मन थियो गाइज के गर्नु परिस्थितिले दिएन गाइज जालमा हामी आइपुग्यो है ट्याक्कै एकछिन घुम्दिउँ भन्ने कुरोको जालपामा हामी आइज नि म एक बुक बनाउँछ हौ ट्याक्ट आइपुग्यो आइपुग्यो गाइस अब एकछिनमा चाहिँ हुँदो एकछिन घुमौँ भन्ने कुरो भयो केही गरौँला फाइनली उठाउने कुरो छ के हुन्छ हेरेर जाउँ घुम्नु लाग्यो है हामी चाहिँ त केटा कि बोल न हौ कति राम्रो चाहिँ ठिक छ कि हिजो कहाँ गयो गयो यार तान्नु पर्ने युट्युबमा आउँछ क्या भिडियो साँच्चै भनेको म त गाइज हामी चाहिँ कसम भनेको फाइनल उठाउने तरिकाले आएको छौँ अब के हुन्छ हेरेर जाउँ के कसो केटा हो एकदम सिलो चाहिने स्याहाँ चाहिँ गर्नुपर्छ स्याहाँ जमाइका त्यहाँ कसँग के दादा केटाहरू छ नि यतातिर हामी चाहिँ तल ग्राउन्डमा जाँदैछौँ है हाम्रो टोलीहरू चाहिँ यता छन् ग्राउन्ड मार्च पास गर्नु हामी चाहिँ हिँडिँदैछ हाम्रो स्कुलको केटाकेटीहरू खेलाडी मित्रहरू सबजना फर्ममा उत्रिरहेको छन् आफ्नो गति यस्तो छ केटाहरू सब दादा छन् नि यो हान न केटाहरू ल गाइजहरू हामी चाहिँ महेश्वरीको टिम है ल हामीलाई लेडिजहरूलाई ल हाम्रो लेडिजहरू हो लेडिजहरू नि यता हाम्रो यता कोच हुनुहुन्छ कोचलाई देख न यता ढेल टक्क उता लाइन बसाउँदैछौँ अब हामी पनि गएर बसिन्छ लाइन यति आउन कस्तो सन्जुम छ ल कस्तो छ मेरो हेरिदिनु ल हस् मार्च पासमा गइँदैछ शिशुमानी जलेश्वरीका खेलाडी भाइ बहिनीहरूले पनि खेल मैदान प्रवेश गरिसक्नु भएको छ अब हामीसँग सन्तोदय माध्यमिक विद्यालय ल त्रिभुवनको वक्काका केटाहरू छन् है यहाँ ज्याप्लिङ हुँदैछ हजुरहरू टक्कसँग ज्याप्लिङ हुँदैछ केटीहरू बबाल छन् यतातिर जालपामा भित्र है हजुरहरू केटीहरू छन् ज्याप्लिङ थ्रो छ यसपछि यो ज्याप्लिङ थ्रो पछि अरू के हुन्छ थाहा छैन सब केटाहरू दादा केटाहरू छन् यतातिर दोस्रो दिन है हजुरहरू यहाँ हाइजम लङजम बनाउने यता हुँदैछ सब केटाहरू उख्रो केटाहरू आफ्नो यस्तो परिस्थिति सेकेन्ड डे
रनिङ सिल्कको भलिबल हुन्छ चाहिँ 11-12 बजीतिर होला। अहिले एकछिनमा चाहिँ लङ जम्प हाई जम्प हुन्छ। हेर्दै गर्नु होला हजुरहरू। टक्क जालपामामा लङ जम्प हानिसक्यो भाइहरूले। कोटरी ब्यारिङ हुँदैछ। सोनिया राई, शिशुमावि सोनिया राई रनिङमा सेकेन्ड भयो है गाइज। भलिबल सुरु हुन लाग्यो। पहिलो गेम त्रिभुवन भर्सेस बादल। पहिलो गेमै सुरु हुन लाग्यो। यता भलिबल हुँदैछ। यता माथि टेकन्डो हुँदैछ है। टेकन्डो पुग्छ। दोस्रो सेट हाम्रो गेम यसपछि छ है गाइज। फाइनल प्रवेश है केटाहरू। सेमी फाइनलमा छिरियो। भोलि हुन्छ हाम्रो गेम। हाम्रो केटाहरूसँग उखा गेम हुँदैछ अहिले। राखा भर्सेस साम्प्रदाय भोलि हाम्रो फाइनल हुन्छ होला। सेमी फाइनलमा छिर्यो हाम्रो केटीहरू है। गेम हजुर हुँदैछ है गेम। टक्क भोलि सेमी फाइनल छिरिन्छ भोलि। हाम्रो मिडल प्रकार है। मिडल प्रकारहरू है हामी चाहिँ। 100 घुटरहरू नै यहाँ राखा घुटरहरू है। को कराउनु हौ। हामी चाहिँ लाग्यो है त ग्राउन्डतिर। रनिङ सिल्कको आज तेस्रो दिन। केटीको गेम हुँदैछ। सेमी फाइनल छिर्यो हामी। यहाँ हाम्रो दादा ओपन स्ट्राइकर दादा है। दादा छु है। निकै ह्यान्डसम है। फेरि ह्यान्डसम भएपछि त नि भइहाल्छ। यस्तो भइहाल्छ नि फेरि म त हानिहाल्यो क्या फेरि। हानिहाल्छ। ग्राउन्ड छिर्यो है। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा सञ्चालित ऐसेल खर्का गाउँपालिका अन्तर्मावि स्तरीय 6औं राष्ट्रपति रनिङ प्रतियोगिताको महिलातर्फको भलिबल खेल केटीहरूको गेम हुँदैछ। समाचरणको दोस्रो खेल ल है त टिमै हाम्रो हामी चाहिँ सेमी छिरिसकेका छौँ। अब फाइनल छिर्नको लागि दम तयार अवस्थामा सब केटाहरू लाग्यो है। झऱ्यो है त दादाहरू। स्याट्ट केटाहरूलाई टिम है। शिशुको टिम गेम हुँदैछ उता। ल हाम्रो अपोनेन्ट है। हेलो गाइस। केटीहरूको गेम हुँदैछ। यता चाहिँ हामी हेर्न हामी चाहिँ गर्न जाँदैछौँ। हेरौँ भन्ने कुरो गरेर जनादेका खेलाडी बहिनी ललिताको र अङ्क पनि सिन्धुबाबीलाई नै अङ्क रहेको सिन्धुबाबीको अर्फमा 10 बने सिमलेको मात्र 5 प्लेयरहरू छन्। हामी चाहिँ बादलमा चौथो दिनमा हामी आइपुग्यौँ आज फाइनल। स्याट्टा फाइनल छिरेको छौँ हामी। एकछिनमा चाहिँ हाम्रो गेम हुन्छ। अहिले यहाँ त्रिभुवन भर्सेस जालपा माध्यमिक विद्यालयको हुँदैछ फाइनल खेल केटीको। हामी पनि भरै हाम्रो हुन्छौँ। भुटिङ हेर्नुहोस् है गाइजहरू। त्रिभुवन यतापट्टि उतापट्टि जालपामा हाल्नु। हाम्रो चाहिँ अवस्था यस्तो छ।
ल हामी चाहिँ राष्ट्रपति खेलेर सकिसकेर आउँदैछौँ टक्क गाडीको हुडमाथि हामी ओ हेलो गाइजहरू त्रिभुवन छ है जिन्दगी बसाइकै त्रिभुवन स्कुलमा आइपुग्नु आँट्यो गेम हार जित जे भए पनि केही छैन केही छैन हामीलाई गुनासो चाहिँ हामी खुसी भएर केही छैन बसिरहेछौँ त्रिभुवनलाई हामी चाहिँ चट्ट गाडीको हुडमा धुलो खाँदै आइरहेछौँ त्रिभुवनलाई धुलो चटाइहाल्यो केही छैन त्रिभुवनको चाहिँ आउँदैछौँ पछाडि धुलो खाँदै